अब चाहिँ हाम्रो चाहिँ स्कुल पढ्नेको चाहिँ लास्ट टाइममा आएको भएर चाहिँ अब ग्रेजुएसन हुने बेला भएको भएर चाहिँ हामी साथीहरू सबैजना मिलेर चाहिँ यहाँ प्रायः चाहिँ सबैले खाइरहनै हुन्छ म्याक भन्ने ठाउँमा होइन सबैजना मिलेर गएको थियौँ त्यो चाहिँ मैले भिडियोहरू बनाएको छु सो सबैजनाले हेरिदिनु होला यदि हजुरहरू मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला हाम्रो लास्ट दिन चिकन के हो आलु मात्रै त्यही भन्थ्यो मिडियामै कलकल खाँदैछ अहिले कसले हामी बसेर टन्न खाएर अनि अब घर होइन अब टिफिन टाइममा खानु गयो नि त अब पढ्न हिँड्यौँ 13 तारिक पनि क्लास छ हैन 5 तारिक हो 2 महिना कति 5 तारिक के 5 तारिक आमा थर्कायो आफ्नो बाटो हिँड्दै पनि पाउनु छैन है यस्तो हिजो मैले ट्याक्सी बोलाएको होइन दिदीले एयरपोर्टको लागि भने ट्याक्सी मिस्टेक एयरपोर्ट हालिदिन्छु कि बुढोले गएको फुकुका इन्टरनेसनल एयरपोर्ट जाने कि कहाँ जाने भन्छ होइन फुकुका इन्टरनेसनल तैँले दिक्छु भनेको छु हेर त भन्छ है म त आउँदैन के अरे ट्याक्सी युज गर्नले त दिदी गर्न मिलेर मेरो बाटामा हिँड्दै गऱ्यो भने यस्तो डलहरू कति हुन्छ क्या साथीहरू उहाँ म चाहिँ आउँदैछु जापानको सहर यसरी बाटोमा हिँड्दै गऱ्यो भने चाहिँ बाटोभरि हुन्छ नि यस्तो भित्तामा यस्तो ऐनाहरू अनि ठुल्ठुलो टिभीहरू कति धेरै हुन्छ क्या यहाँ चाहिँ ऐना हेर्दै नक्कल पार्दै हिँड्दै गरेको लास्टसम्म हेरिदिनु भएकोमा